Hi guys, welcome back to my channel. So आज चाहिँ हामी मन्दिर जान लाग्यो. अब कुन मन्दिर जान लाग्यो भनेर मलाई चाहिँ थाहा छैन. दाइ दिदी हुनुहुन्छ, अब तिले चाहिँ एक्सप्लेन गर्नुहुन्छ है त. हेलेन्सबर्ग मन्दिर जान लागेको. अनि हामी बस्ने ठाउँबाट चाहिँ कति आवर लाग्छ? 1 hour जति लाग्छ. ल अनि दाइ चाहिँ हुनुहुन्छ. So let's go. But the same Nepal goes there, guys. Mere couple से last time begins again, guys. Oh my god. Finally, I'm चाहिँ पुग्यौँ है guys. दाइजी चाहिँ त्यहाँ हुनुहुन्छ. अब हामी मन्दिरभित्र जान्छौँ. सायद मन्दिरभित्र चाहिँ खिच्न पाउँदैन होला, सो म चाहिँ खिच्दिनँ. यही नै हो. आइपुग्यौँ हामी. That's it. हामी चाहिँ अब फोटो सुट गर्न लागेको. दिदीको खिच्न लाउनुपर्छ दाइले. ल हामी चाहिँ भित्र दर्शन गरेर आयौँ. मन्दिर चाहिँ कस्तो राम्रो. हेलो हाई माई फ्रेन्ड. हेलो इग्नोर गरिदिएर. अब चाहिँ हामी वासरुम जानु लाग्यो है. मन्दिर चाहिँ लास्टै राम्रो रहेछ. कति धेरै कोकोटुहरू छ. यसलाई कोकोटु नै भन्छ है. उता चाहिँ लास्टै धेरै छ गाई चाहिँ. माई गड कति धेरै. मेरो चाहिँ कपाल एकदमै फुरिजी भयो. अनि त्यहाँबाट कसै मैले यो चाहिँ लिएर आएँ होइन ब्रस. ठ्याक्कै यस्तो गएर यस्तो कोर्ने तिनीहरूलाई के भन्नु छ मेरो ब्लगमा? भन्ने छैन. कस्तो लाग्यो आएर? धेरै राम्रो लाग्यो. राम्रो छ कि नै? मिन्टो कति रेट गर्नुहुन्छ 10 आवर? 10 अभियसली मन्दिरलाई त रेट गर्ने कुरा भएन, तर एकदमै रमाइलो राम्रो छ. ठिक छ. तपाईँहरू पनि इफ सिटीमा हुनुहुन्छ भने आउँदा हुन्छ है. यतापट्टिको पार्टमा पनि रहेछ है. यो हामी गएको चाहिँ हो यहाँ अघि. एकदमै राम्रो छ. सो मैले चाहिँ टिका पनि लगाइदिनु भयो है. यत्रो ठुलो तर रमाइलो भइहाल्छ. गाइज म अहिले पोखरामा आए जस्तै फिल भइरहेको है मलाई. ओ वाउ. सनसेट हामी चाहिँ अहिले बाल हिल गाउटमा छौँ. अहिले टिका यस्तो लगाएको छ है. The view is amazing. चाहिँ पोखरा जस्तै है. It is so amazing. No, thank you. Oh, this is sea cliff, guys. यो होला sea cliff. It's ass वाला टाइप है ना. So अब चाहिँ हामी sea cliff मा जाँदै छौं.
हामीलाई चाहिँ यहाँ फोटो खिचेर भइसक्यो होइन हामीलाई चाहिँ त्यो प्याराग्लाइडिङ गर्छस् भनेर मान्छेहरू सोध्यो तर दिदीलाई पनि गर्नु मन थियो अरे नो भन्नुभयो दाले पनि गर्नु मन थियो अरे नो भन्नुभयो मलाई पनि गर्नु मन थियो तर मलाई चाहिँ डर लाग्छ है फेरि प्लस वेदर चाहिँ यस्तो छ नि त धेरै खास सन्नी होइन अनि त्यही भएर हामीले चाहिँ गरेन हामी अहिले कहाँ छौँ दिदी ल भन्नु यो चाहिँ मेरो फर्स्ट टाइम हो हजुरहरूको चाहिँ होइन है मेरो चाहिँ फर्स्ट टाइम हो है त्यो चाहिँ के हो यस्तो राम्रो अझ वेदर पनि राम्रो छ हामी चाहिँ हो त्यहाँबाट यहाँ सिक्लिफायम ए एउटा उता चाहिँ मान्छेहरू माछा मारिरहेको आएछ 1 2 3 4 5 उता चाहिँ 3टा यता चाहिँ 2टा होइन यो मेन बोर्ड चाहिँ देख्यो होइन यो एउटा ए 2टा रहेछ 1 2 उता सो अब चाहिँ हामी घर जान लाग्यो आजको दिन चाहिँ रमाइलो भयो क्याफे तर क्याफे चाहिँ बन्द छ क्लोज्ड सो हामीले चाहिँ प्लान चेन्ज गऱ्यौँ अघि मैले घर जाने भनेको थिएँ तर अब हामी बुललाई बिच जानेछौँ है सनसेट हेर्न होला तर त्यस्तो सनसेट चाहिँ खासै त्यस्तो राम्रो हुँदैन होला हिजो कस्तो तर आई होप राम्रो होस् त्यही हो सो प्लान चाहिँ बुललाई बिच जाने भयो फेरि चेन्ज भयो दाइले दिदीले बाटो बिर्साइनु भयो दाइलाई अनि अब हामी फेरि नजाने अब डाइरेक्ट घर जाने नो मोर बुललाई बिच ल फ्ल्यासमा रहेछ मेरो फोन त फ्ल्यास लङ ट्रिप भयो लस थाक्यो हामी चाहिँ एलडी जानु लाग्यो एलडी अल्डी हिरोइन दिदी फेरि अब सायद हामी घर जान्छ मलाई ग्रोसरिज गरेपछि द्याट्स इट अझ रमाइलो भयो तर हामी लास्टमा बिच गएनौँ किनकि अलरेडी लेट भइसकेको थियो नि त ओके वी गएर मात्र अनि अब चाहिँ हामी घर जाने That's it. Riders on the way. आज म कलेज गएको थिएँ अनि कलेजबाट चाहिँ डाइरेक्ट वेस्टफिल्ड गएँ किनकि मलाई प्यान्ट्स र माथि के लगाउने चाहिएको थियो अनि गेस वाट आई गट प्यान्ट खासै मैले मेरो साइजको प्यान्टहरू चाहिँ पाउँछु तर लाइक लेन्थ चाहिँ एकदमै लामो हुन्छ त्यहाँदेखि चाहिँ ठिकै छ सो आई गट
I got this cardigan. राम्रो छ तर यो त. Sorry. I think this is too big for me. सर्वोच्च त राम्रो गरेछ हामी नुभरले दाइ चाहिँ प्रो ल रेडी भयो अब खानालाई हामी चाहिँ अब खान्छौँ यो सबै गर्नुभएको चाहिँ दिदीले यता हेर्नु न एक्चुअली दिदी र दाइले यामरी नै बनाउनु भएको थियो ओ यो त खतरा बाहिर आएछ ए मैले बनाएको वाला हो होइन तिमीले बनाएको वाला पनि मैले हालेको थिएँ मेबी यो यहाँ मध्ये कुनै हो ल